कमलेले हजुर मुखलाई मोही छैन पिँधलाई घिउ भने यही हो। त्यो हलीलाई कसले लुगा किनिदिन्छ? हलीलाई होइन हजुर, मालिकलाई नै कपडा सिलाइदिनु लाएको। ए कुरो बुझे, ग्रह काट्नलाई। हजुर हजुर अनि चामल आउँदैछ आउँदैछ। ग्रह काट्नलाई हो भने त छोरीको पनि लुगा सिलाइराख्दा हुन्छ। त्यसपछि त नवै ग्रह शान्त। हो त, मलाई त थाहै थिएन। मैसाब हजुर कपडाको नाप लिन आइदिनु पर्ने भयो। छोरी बाहिर आऊ त। ल छोरी, पछि बामालाई नयाँ लुगा चाहियो भनेर किचकिच नगर्नु। अहिले नै दसैँ तिहार तीज जे चाहियो लुगा सिलाइहाल। अब दसैँ तिहार तिजको लागि मात्रै किन र हजुर? नाप लिएर आएकै बेला बिहेको लागि पनि अहिले नै सिलाउन भइगयो नि, होइन र हजुर? तैँले ठ्याक्कै मेरो मनको कुरा बुझिस्। ल हजुरले गर्छुलाई गर्छु, गर्दिनलाई गर्दिन, मर्छुलाई मर्छु भनेको असाध्यै मनपर्छ मैसाब। त्यसमा म सधैँ तिमीलाई मनपर्ने मात्र बोल्छु ल। पहिला लुगाको नाप लिइसक, अनि गर्छु गर्दिन मर्छु मर्दिन भनेर दिनभरि कमलसँग बसिराख्नु है। ल भइसक्यो हजुर। Oh my god! What a fair. All good? Good.